नमस्कार साथीहरु, स्वागत छ हाम्रो यस YBG के युट्युब च्यानलमा। आज मैले यहाँहरुमाझ मिति 2082 असार 11 गते बुधबार गोरखापत्रमा प्रकाशित समसामयिक महत्त्वपूर्ण सामान्य ज्ञान सहितको भिडियो तयार पारेर उपस्थित भएको छु। आशा छ यहाँहरुले भिडियो अन्तिम समय हेरेर साथ दिनुहोला र हाम्रो भिडियो के कस्तो लाग्दैछ कृपया प्रतिक्रिया दिन नभुल्नुहोला र भिडियो मन परेमा एक सब्स्क्राइब गरेर पनि साथ दिनुहोला। मिति 2082 असार 11 गते बुधबार गोरखापत्रमा प्रकाशित समसामयिक सामान्य ज्ञान भिडियो हेरौं साथीहरु। अब सुरुमा रहेको छ प्रश्न नम्बर 1 मा राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आगामी 3 वर्षको आर्थिक वृद्धि दर कति हुने अनुमान छ त? 7.1%। यो चाहिँ राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार है। पहिले त भन्दा आयोगले 2082 असारमा आर्थिक वर्ष 2082-83 देखि 2084-85 सम्म लागू हुने मध्यकालीन खर्च संरचना सार्वजनिक गरेको हो। संरचनाले 3 वर्षभित्र संघीय सरकारले खर्च गर्ने योजना, प्राथमिकताका आयोजना, स्रोत व्यवस्थापन र बजेटको विनियोजन प्रक्रिया स्पष्ट पारेको। यसले 16औं योजना तथा दिगो विकास लक्ष्यसँग समन्वय हुने सार्वजनिक खर्च प्रणालीको आधार तयार गरेको। त्यस्तैगरी अब 2082-83 देखि 84-85 मा मुलुकको औसत आर्थिक विकास कति त? 7.1% रहने अनुमान गरिएको छ। प्रतिवेदनले चालु अब 2081-82 मा आर्थिक वृद्धि आधारभूत मूल्यमा 3.99% र उपभोक्ता मूल्यमा 4.61% रहने अनुमान गरेको पनि छ। चालु आबमा कुल गारस्थ उत्पादन जीडीपी 61 खर्ब 7 अर्ब पुगेको। त्यस्तै अब 2067-68 मा 15 खर्ब 59 अर्ब रहेको जीडीपी 15 वर्षमा 5 गुणाले बढेको आयोगले जनाएको छ। यो अवधिमा जीडीपी को वार्षिक वृद्धि दर सबै भन्दा धेरै अब 2073-74 मा 8.98% र सबैभन्दा कम अब 2076-77 मा 2.3% मा सीमित रही औसत 4.30% रहेको छ। विगत 15 वर्षमा नेपालीको प्रति व्यक्ति आय 818 अमेरिकी डलरबाट बढेर कति त? यस वर्ष 1517 अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। प्रश्न नम्बर 2 मा हेरौं। अब अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? जुन 21 मा। सन् 2025 को योग दिवसको नारा के हो त भन्दा सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि यो। प्रश्न नम्बर 3 मा छ राष्ट्रपति चुरे तराई मधेस संरक्षण दिवस कहिले मनाइन्छ? असार 2 गते। राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति स्थापनाको अवसर पारी हरेक वर्ष पहिले त असार 2 गते यो दिवस मनाउन सुरु गरिएको। चुरेको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको सम्वर्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यका साथ समितिको स्थापना 2071 असार 2 मा भएको थियो। प्रश्न 4 मा हेरौं। UEFA नेशन्स लीग फुटबल 2025 को उपाधि पोर्चुगलले जित्यो। फाइनलमा स्पेनलाई ट्राइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रो पटक नेशन्स लीग फुटबलको उपाधि जितेको। ट्राइब्रेकरमा पोर्चुगल 5-3 ले विजयको भएको थियो भने पोर्चुगलले यसअघि नेशन्स लीगको पहिलो संस्करण 2018-19 को उपाधि जितेको थियो। त्यसैता फ्रान्स र स्पेनले कति त एक पटक जितेका छन्। प्रश्न नम्बर 5 मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलेदेखि लागू हुने गरी 12 देशका नागरिकहरूलाई पूर्ण र आंशिक यात्रा प्रतिबन्ध घोषणा गरेका हुन्। ल यो पनि एकदम इम्पोर्टेन्ट छ है साथीहरु। सन् 2025 जुन 9 मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलेदेखि लागू हुने गरी 12 देशका कति त 12 देशका नागरिकहरूलाई पूर्ण र आंशिक यात्रामा चाहिँ के त प्रतिबन्ध घोषणा गरेका थिए। कहिले भन्दा 2025 जुन 9 मा। यात्रा प्रतिबन्ध घोषणा गरेका राष्ट्रहरू कुन कुन भन्दा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इक्वाटोरियल गिनी, इरिट्रिया, त्यसैगरी हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन। ट्रम्पले जुन 4 मा जारी गरेको आदेश कहिलेदेखि लागू भएको त? जुन 9 देखि लागू भएको हो। यो चाहिँ आदेश चाहिँ जुन 4 मा दिएका रहेछन्, लागू चाहिँ जुन 9 देखि भयो। त्यस्तै ब्रुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुला 7 देशका नागरिक माथि चाहिँ के त आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ अर्थात् घोषणा गरिएको छ। यो रोक आप्रवासन र गैर आप्रवासन नन इमिग्रेसन दुवै प्रकारको भिसामा लागू हुने जनाइएको छ। पूर्ण प्रतिबन्ध लागू भएका देशका अधिकांश नागरिकको अमेरिका प्रवेश पूर्ण रूपमा निषेध हुने।
यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम गर्ने भिसा र आप्रवासन भिसा लिन सबै समावेश हुन्छन्। आंशिक प्रतिबन्ध लागू भएका देशका नागरिकलाई केही विशेष प्रकारका भिसा वा प्रवेशमा मात्र रोक हुने जनाएको छ। यो आंशिकमा चाहिँ अलिकति केही विशेष प्रकारको भिसा वा प्रवेशमा मात्र रोक लगाएन, बाँकी चाहिँ खुल्ला। प्रश्न नम्बर 6 मा हेरौँ अब। स्नायु विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्युरोकन 2 काठमाडौँमा कहिले सम्पन्न भयो? विक्रम सम्वत 2082 असार 4 र 5 गते। सम्मेलनको नारा स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन रहेको थियो। सम्मेलनमा स्नायु विज्ञानका विभिन्न विधा जस्तो न्युरो सर्जरी, न्युरो मेडिसिन, न्युरो रेडियोलोजी, न्युरो इन्टरभेन्सन, न्युरो अटोलोजी, न्युरो एनेस्थेसिया, न्युरो साइकेट्रिया, न्युरो नर्सिङ एवं पुनर्स्थापना सम्बन्धी देश तथा विदेशका विशेषज्ञ चिकित्सकको सहभागिता रहेको। सम्मेलनको अवसरमा वरिष्ठ स्नायु शल्य चिकित्सक प्राध्यापक डाक्टर कलाइतर डेभिड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार प्रदान गरिएको थियो। प्रश्न 7 मा छ। एसियाली विकास बैंक एडीबीले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरशिप स्ट्राटेजीको अवधि कुन हो? सन् 2025 देखि 29 सम्म। नयाँ कन्ट्री पार्टनरशिप स्ट्राटेजी कहिलेदेखि कहिलेसम्म भन्दा सन् 2025 देखि 29 सम्म। एडीबीले सन् 2025 जुनमा नेपाल रणनीति 2025 देखि 29 सार्वजनिक गरेको। सन् 2025 देखि 29 सम्मका लागि लागू हुने रणनीतिले नेपालको आर्थिक रूपान्तरणका लागि हरित, निजी क्षेत्र लक्षित र जलवायु रेजिलियन्ट विकास मोडेललाई अघि सारेको। सुशासन, सामाजिक न्याय, साझा समृद्धि हासिल गर्ने नेपालको 16औं पञ्चवर्षीय योजनाको उद्देश्यसँग मेल खाने गरी यो रणनीति बनाएको एडीबीले जनाएको छ। यो रणनीति विश्व बैंक समूहसँगको साझा अवधारणा तयार पारेको। एडीबी र विश्व बैंकले नेपालमा कुल विकास सहयोगको झण्डै 70% हिस्सा ओगट्छन्। यो पनि एकदम महत्त्वपूर्ण छ है साथीहरू। यस्तो चाहिँ अब 3-4 वटा अप्सन देखाएका मध्ये कुन सही हुन् कुन सही होइनन् भनेर त्यसरी दिन सक्छन्। जस्तै एउटा बुँदा चाहिँ यो रणनीति विश्व बैंक समूहसँगको साझा अवधारणा तयार पारिएको हो। एडीबी र विश्व बैंकले नेपालमा कुल विकासको सहयोगको झण्डै 70% हिस्सा ओगट्छन्। दुईटा यो भयो। अब एडीबीले सन् 2025 जुनमा नेपाल रणनीति 2025-29 सार्वजनिक गरेको, यो पनि सही हो। अनि 3टा त्यो दियो भने 4वटामा मात्रै कुनै पनि होइनन् भन्ने त्यसरी चाहिँ दिन सक्छ। त्यो भएर यस्तो कुरालाई पनि ख्याल गर्नुपर्छ। एडीबीले सन् 2025 देखि 29 भित्र नेपालमा झण्डै 2.3 अर्ब डलर सहयोग गर्ने जनाएको छ। निजी क्षेत्रको अग्रसरतामा रोजगारीमूलक तथा हरित आर्थिक रूपान्तरण, गुणस्तरीय मानव पुँजी विकास एवं सार्वजनिक सेवा र जलवायु परिवर्तन प्रतिरोधी संरचनाको प्रवर्तनलाई नयाँ रणनीतिका मुख्य 3 प्राथमिकतामा राखिएको। प्रश्न 8 मा छ। सेभेन रिला लेक्स कहाँ पर्छ? बुल्गेरियामा। के रहेछ त्यो सेभेन रिला लेक्स भनेको? रिला माउन्टेन पर्वत श्रेणीमा पर्ने सेभेन रिला लेक्स 7वटा हिमतालहरूको समूह रहेछ। 7वटा हिमतालहरूको समूह जुन 2100 मिटरदेखि 2500 मिटर उचाइमा अवस्थित 7 तालहरू हुन्। तिन कुन हुन् त भन्दाखेरि द टियर यो भने सबैभन्दा सानो, त्यसै द आई, द किडनी, द ट्विन सबैभन्दा ठुलो भयो, त्यसै द टेफोइल, फिस लेक र द लोबर लेक गरी 7वटा रहेका छन्। यी 7वटा हिमतालहरूको समूहलाई के भन्नु रहेछ त? सेभेन रिला लेक्स भनिन्छ, जुन रिला माउन्टेनमा पर्छ। रिला माउन्टेन भन्ने कहाँ पर्दो रहेछ त? बुल्गेरियामा। प्रश्न 9 मा हेरौँ अब। नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ? शुभानन्द दासलाई मानिन्छ। त्यस्तै गरी 10 मा छ। विश्वको सबैभन्दा पुरानो अन्न कुन हो अथवा कुनलाई भनिन्छ भन्दा भटमास। प्रश्न 11 मा छ। इजरायल र इरान बीच युद्ध विराम कहिले भएको? सन् 2025 जुन 24 मा। र इजरायल र इरान बीच युद्ध कहिले सुरुवात भएको थियो भन्ने कुरा चाहिँ यसभन्दा अघिको गोर्खापत्रमा प्रकाशित सामान्य ज्ञान भिडियोमा मैले तयार पारेर हालिसकेको छु। त्यस भिडियो गएर हेर्नु होला। जुन इजरायल र इरान बीचको युद्ध चाहिँ सन् 2025 जुन 13 मा चाहिँ सुरु भएको थियो भने जुन 24 मा आएर युद्ध विराम भइसकेको छ। यो एकदम महत्त्वपूर्ण पनि छ साथीहरू। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजरायल र इरान बीच युद्ध विरामको सहमतिमा पुगेको। इजरायल र इरानका अधिकारीहरूले युद्ध विरामको लागि सहमति जनाएका। 12 मा हेरौँ। मुलुककै पहिलो फ्लाइओभर ग्वारको फ्लाइओभरको उद्घाटन कहिले भयो? विक्रम सम्वत 2082 असार 6 गते। यो पनि महत्त्वपूर्ण नै छ। यो
किन भन्दा यो मुलुकै नेपालकै पहिलो फ्लाइओभर हो यो। त्यसो भएको कारणले लोकसेवाको लागि शिक्षक सेवा आयोग लगायत अन्य विभिन्न आयोगले सोध्ने परीक्षाको लागि चाहिँ महत्त्वपूर्ण छ यो। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नवराज अधिकारी रिबन काटेर फ्लाइओभरको उद्घाटन गर्नुभएको थियो। उद्घाटनसँगै फ्लाइओभर सञ्चालन ल्याइएको विक्रम सन् 2078 फागुन 12 गते 2 वर्षमा निर्माण सक्ने गरी सम्झौता भई निर्माण कार्य अघि बढेको थियो। प्रश्न 13 मा हेरौँ अब। एउटै आय वर्षमा एक भन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्था सम्बन्धी सम्झौतालाई के भनिन्छ त? दोहोरो करमुक्ति सम्झौता DTAA भनिन्छ। हो यो चाहिँ के हो त भन्दाखेरि एउटै आर्थिक वर्षमा एक भन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक जुन देशमा कारोबार गर्छ कारोबार गरेको मुलुक वा त बासिन्दा रहेको मुलुकमा मात्रै दुईटै देशमा होइन कि एउटै देशमा मात्रै कर लिन पाउने गरी गरिएको सम्झौतालाई चाहिँ के भनिँदो रहेछ? दोहोरो करमुक्ति सम्झौता भनिन्छ। 14 हेरौँ अब। प्रसिद्ध समाजसेवी तुलसी मेयरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरेको चरखा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को थिए भन्दा भीमशमशेर। 15 मा छ। पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिले गरेको? विक्रम सन् 2064 देखि सुरुवात गरिएको थियो। 16 सरकारले गैर ब्याङ्किङ सम्पत्ति व्यवस्थापन गर्न कहिलेसम्ममा एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ? आब 2082-83 सम्म। यो चाहिँ आब 2082-83 को नीति तथा कार्यक्रम र बजेट मार्फत चाहिँ घोषणा गरिएको छ, जसले चाहिँ 2082-83 सम्म गैर ब्याङ्किङ सम्पत्ति व्यवस्थापन गर्नको लागि के त एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने घोषणा गर्यो। 17 मा CNN को साहसी खेलाडी 2024 को सूचीमा पर्न सफल नेपाली पर्वतारोही व्यक्तित्व को हुन् भन्दा पूर्णिमा श्रेष्ठ। 18 मा हेरौँ। 12औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानवाधिकार चलचित्र महोत्सवमा नेपाली पानारोमा अवार्ड जित्न सफल चलचित्र कुन हो? ल्यान्ड्स। त्यसै गरी प्रश्न नम्बर 19 मा हेरौँ साथीहरू अब। बेजिङ 30 एसिया पेसिफिक मन्त्री स्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो? थाइल्याण्डको ब्याङ्ककमा। कहिले त भन्दा सन् 2024 नोभेम्बर 19 देखि 21 सम्म। 20 मा रहेको छ। प्रसिद्ध म्यागजिन टाइमद्वारा सन् 2024 का लागि तयार पारेको संसारका 100 सर्वोत्कृष्ट ठाउँको सूचीमा पर्न सफल नेपालको पर्यटकीय स्थल कुन हो? बुरहान वाइल्डरनेस क्याम्प बर्दिया। बुरहान वाइल्डरनेस क्याम्प बर्दिया यो चाहिँ 100 सर्वोत्कृष्ट सूचीमा पर्न सफल भएको छ। 21 मा हेरौँ आजको अन्तिम प्रश्न। आर्थिक सर्वेक्षण 2081-82 अनुसार 2081 फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ? 96.85%। त्यस्तै सुरक्षित खानेपानी उच्च मध्यम स्तर सेवाको पहुँच पुगेको जनसङ्ख्या कति रहेको छ त? 28.50% रहेको छ। धन्यवाद साथीहरू, भिडियो अन्तिमसम्म हेरिदिनु भएको। हाम्रो भिडियो के कस्तो लाग्दैछ कृपया फिडब्याक दिन नभुल्नुहोला र एक सब्स्क्राइब गरेर पनि हौसला प्रदान गरिदिनु होला, साथ दिनु होला भन्ने अनुरोध गर्दै आजको यस गोरखापत्रमा प्रकाश सामान्य ज्ञान सहितको भिडियोबाट म पनि बिदा हुन्छु। नमस्कार।